एपिसोडको स्टार्टिङमा हामीलाई एउटा जंगल देखाइन्छ जहाँ हाम्रो मेन क्यारेक्टर एउटा गुफाको भित्र हुन्छ अनि ऊ आफ्नो नेम इन्ट्रोड्युस गर्छ हिराकी साइची। म आफ्नो हाई स्कुलमा सेकेन्ड इयरमा छु अनि म एउटा यस्तो मिस्टिरियस प्लेसमा आएँ जुन चाहिँ अर्थ होइन। त्यसपछि उसको अगाडि एउटा यस्तो चीज ग्लो गर्छ जसलाई उसको बारेमा केही पनि थाहा थिएन अनि ऊ अगाडि हेर्छ र त्यहाँ एउटा केटी आउँछ कपडा नलगाइकिन अनि त्यो केटी उभिएर भन्छ कि मसँग बिहे गर। त्यसपछि साइची एकदमै सक हुन्छ, यो केटी मलाई यो किन भन्दैछ अनि ऊ सोध्छ यस्तो राम्रो केटीले मलाई प्रपोज गर्दैछ अनि ऊ भन्छ म यो वर्ल्डमा आउनुभन्दा अगाडि त। अनि सिन शिफ्ट हुन्छ र साइचीको क्लासलाई देखाइन्छ। त्यहाँ साइची क्लासको पछाडि भुइँमा पल्टेको हुन्छ अनि ऊ भन्छ कि मलाई मान्छेहरूले एकदमै मोटो र नराम्रो भन्थे अनि उसलाई बुली पनि गर्थे। त्यसपछि पुरै स्कुलमा एउटा एनाउन्समेन्ट हुन्छ अनि एनाउन्समेन्टमा भन्छन् कि जो उभिएको छ सबै बस अनि त्यो एनाउन्समेन्ट पछि मेरो लाइफ कम्प्लिटली चेन्ज भएको छ। जबरजस्ती सबै स्टुडेन्टहरू आफ्नो सिटमा गएर बस्छन् अनि एनाउन्समेन्टमा अर्कोचोटि भन्छ कि म हो एउटा गड अनि त्यहाँ सबै सक हुन्छन्, गड यहाँ कसरी बोलेको छ त। सबै स्टुडेन्टहरू आफ्नो सिटमा बस्छन् तर साइची मात्र हुन्छ जुन चाहिँ पछाडि पल्टिएको हुन्छ अनि फेरि एनाउन्समेन्ट आउँछ अनि एनाउन्समेन्टमा भन्छन् कि अब तिमीहरू यो अर्थलाई लिभ गर्नेवाला छौ र अर्को वर्ल्डमा जान्छौ एज अ हिरो। अनि सबै स्टुडेन्टहरू सक हुन्छन् यो अनाउन्समेन्टमा के भइरहेछ अनि ताइची भन्छ कि एनदर वर्ल्ड, हामी एनदर वर्ल्डमा कसरी जान्छौँ अनि गड भन्छ कि म तिमीहरूलाई अर्को वर्ल्डमा समन गर्छु एज हिरो। अनि गडले सबै स्टुडेन्टलाई पावर दिन्छन् किनकि आफ्नो स्टेटस चेक गर्नको लागि अनि फेरि उनीहरूलाई एप्रेजल र आइटम बक्सको स्किल दिन्छन्। साइचीलाई नि यो सबै पावर दिन्छ तर साइचीले केही पनि बुझेको हुँदैन र यहाँ के चल्दैछ भन्छ अनि गड भन्छन् कि अब तिमीहरू 10 मिनेटमा टेलिपोर्ट हुन्छौ, अब तिमीहरूले आफ्नो टिम बनाउने हो। सबैको टिममा 3 जना हुन्छ। त्यसपछि सबै स्टुडेन्टहरू आफ्नो टिम मेम्बरहरू चुज गर्न थाल्छन्। साइची पनि अगाडि आउँछ एउटा ग्रुपमा जोइन गर्नको लागि तर उनीहरूले साइचीको स्टेटस देखेर मजाक बनाउन थाल्छन्। जब उनीहरूले साइचीको स्टेटस चेक गर्छन् अनि थाहा पाउँछन् कि साइची एउटा बियरली ह्युमन हो। त्यसपछि उसको पावर हेर्दा फेरि सबै लेभल 1 को हुन्छ। त्यो देखेर साइचीको एकदमै मजाक उडाउँछन् र भन्छन् कि हामी यस्तो मान्छेलाई ग्रुपमा लिख्दैन। त्यसपछि साइचीलाई यो कुरा देखेर एकदमै नराम्रो लाग्छ। त्यसपछि सबै स्टुडेन्टहरू अर्को वर्ल्डमा ट्रान्समाइग्रेट हुन थाल्छन् तर साइची मात्र त्यहाँ रहन्छ। त्यसपछि गड भन्छ कि साइची एक्लै भएको कारण म उसलाई अझै एउटा पावर दिन्छु अनि साइची पनि ट्रान्समाइग्रेट हुन्छ अनि साइची अर्को वर्ल्डमा आइसकेको हुन्छ। त्यसपछि साइची भन्छ कि के मेरो एडभेन्चर लाइफ सुरु भयो। त्यसपछि हिँड्न थाल्छ र केही हुँदैन अनि ऊ ढल्छ। मैले 5 दिनदेखि केही पनि खाएको छैन र केही भएको छैन अनि ऊ अगाडि एउटा किरा देख्छ र त्यसलाई खाने बारेमा सोध्छ अनि ऊ आफ्नो मुख खोलेर त्यसलाई खाने भनेर जान थाल्छ तर पछाडि केही कुरा अड्किन्छ त्यो देखेर अनि साइची भन्छ कि मेरो पछाडि के आए हो यस्तो। त्यसपछि साइची अगाडि हेर्छ अनि उसको अगाडि एउटा फ्रुट हुन्छ अनि साइची त्यो फ्रुटलाई उठाउँछ। त्यसपछि साइची आफ्नो एप्रेजल युज गरेर त्यो फ्रुटको बारेमा हेर्छ अनि साइचीलाई थाहा हुन्छ यो फ्रुट अफ एभोल्युसन हो अनि साइचीलाई यो फ्रुटमा केही पनि नराम्रो लाग्दैन र यो फ्रुटलाई खानेको बारेमा सोध्छ तर त्यो फ्रुट खाने बित्तिकै उसलाई त्यसको टेस्टै मन पर्दैन। त्यसपछि उसको एप्रेजल भन्छ कि फ्रुट अफ एभोल्युसनको इफेक्ट सुरु भयो। साइची भन्छ कि के नराम्रो चिज मसँग हुनेवाला छ अनि साइची भन्छ कि अहिलेसम्म मेरो यहाँ केही भएको छैन, अब म के गर्ने त। अनि पछाडिको घाँसबाट जब ऊ हेर्छ त्यहाँ कुनै मङ्की छ अनि साइचीले थाहा पाउँछ यो त्यही मङ्की हो जुन चाहिँ मेरो कमरबाट हिँडेर गएको हो अनि ऊ उनीहरूको लेभल चेक गर्छ र थाहा पाउँछ 120 भनेर अनि साइची यो देखेर एकदमै सक हुन्छ। म त अहिले लेभल 1 मा छु, यदि त्यो 120 लेभल वाला मङ्कीले मलाई अट्याक गरे भने त। अनि साइचीले देख्छ कि त्यहाँ मङ्कीहरूले केही गर्दैछन्। जब मङ्कीहरू जान्छन् त्यहाँ साइची आउँछ अनि साइचीले देख्छ कि त्यहाँ अझै धेरै फ्रुट अफ एभोल्युसन छ अनि भन्छ कि यत्रो सामानलाई म कसरी क्यारी गर्ने। त्यसपछि उसलाई याद आउँछ उसँग आइटम बक्स छ भने अनि सबै सामानलाई आइटम बक्स भित्र हाल्छ। त्यसपछि उसले अझै केही सामानहरू देख्छ। जब ऊ एप्रेजलको युज गरेर त्यो सामानलाई चेक गर्छ उसले थाहा पाउँछ कि यो हाईएस्ट ग्रेडको रिकभरी पोसन हो भनेर अनि आइटम बक्स भित्र राख्छ। अनि अर्को सिनमा देखाइन्छ अरू स्टुडेन्टहरू एउटा ठाउँमा बसेका हुन्छन्। त्यहाँ जति पनि स्टुडेन्टहरू छन् त्यो सबै यो वर्ल्डको बारेमा बोल्न थाल्छ अनि यतिमै हाम्रो पार्ट सकिन्छ। यदि हजुरहरूलाई यसको नेक्स्ट पार्ट चाहिन्छ भने
प्लिज लाइक र कमेन्ट गरिदिनु न, अनि म भोलि नै हालिदिन्छु। गाइज मेरो यो भिडियोलाई लाइक सेयर र कमेन्ट पनि गर्नु है, किनकि यदि हजुरहरूले मलाई सपोर्ट गर्नु भएन भने मैले पनि भिडियो हाल्न छोड्छु। मेरो भिडियोमा खासै भ्युज आएकै छैन। यति भन्दै बाई बाई, सायोनारा।